जलजलामा पुग्यो सडक बढ्न थाले पर्यटक। मागधीको धौलागिरी गाउँपालिका 2 मा रहेको जलजलामा सडक पुगेसँगै पर्यटकको चहल पहल बढ्न थालेको छ। मागधीको बेनीदेखि धौलागिरी गाउँपालिकाको केन्द्र मुना खोरिया मरेनी जलजला लोलपाटन हुँदै पूर्वी रुकुमको टक्सारा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढ्न थालेका हुन्। समुद्री सतहदेखि 3418 मिटर उचाइमा रहेको माथिल्लो जलजलामा 6 वर्षदेखि कोटमा होटल सञ्चालन गर्दा आउनुभएका धौलागिरी गाउँपालिका 2 लुलाङका फूलबहादुर विकले दैनिक पर्यटकहरू आउन थालेको बताउनु भएको छ। उहाँका अनुसार यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकहरू मात्र जलजलामा आउने गरेका थिए। मागधी ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेसँगै दैनिक जसो 4-5 वटा गाडी तथा 15-20 वटा मोटरसाइकल पर्यटकहरू आउन थालेको विकको भनाइरहेको छ। बेनीदेखि 122 किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथा उत्तर गङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरू जलजलादेखि मुना हुँदै फर्कने रुट बनाउन थालेका छन्। मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरूका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ। यात्रामा ठाउँ-ठाउँमा सुन्दर गाउँहरू, जङ्गलमा लालीगुँरास र बीचमा सडकले पनि यात्रालाई निकै आकर्षक बनाएको बेनीदेखि जलजला पुग्नु भएका विशाल कार्कीले बताउनु भयो। यहाँ आउँदा कस्तो छ भन्ने लागेको थियो, आएपछि निकै आकर्षक र रमाइलो रहेछ। आँखा अगाडि नै हिमाल र समथर भागले निकै मन लोभ्याएको छ। घना जङ्गलको शिरमा समर्थन घाँसे मैदान, पृष्ठभूमिमा हिमालहरूको लामो लहर। घना जङ्गलको शिरमा समथर घाँसे मैदान, पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन। बिहानीमा सूर्योदय र साँझको सूर्यास्त मनमोहक दृश्य। सदरयाममा खुलेका आकाश, वसन्तमा पाखाभरि ढकमक्क फुलेको लालीगुँरास, वन्यजन्तु र पंक्षीहरूको आवाज, शान्त र एकान्त वातावरण। पूर्वी रुकुम, बागलुङ र मागधी जिल्लाको भूगोलमा फैलिएको ढोरपाटन शिकार आरक्षको आकर्षक हो। जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ। बर्खेयाममा पशु, गोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वन जङ्गल, वसन्त ऋतुमा गुराँस जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता